तिमीले यहाँ के गरेको तिमीले यहाँ के गरेको के काम गरेको यो सबै बेला टिपेको हो यो टिप्यो भने के हुन्छ सफा हुन्छ तलतिर खस्ला रिदम यो ताइज भनेको तलतिर खस्छ कि त्यहाँ घोस राखेको अनि त्यहाँ त्यो काँडा छ सबै त्यो छेउछेउको टिप न त्यो छेउछेउको टिप है यो भाइ बहिनीहरूले यस्तरी तलतिर नखस है तलतिर नखस ल तलतिर खस्यो भने त्यहाँ काँडा छ नि त धारामा यति धेरै फोहोरहरू आमा कति धेरै फोहोर है अनि त्यो फोहोर टिपेपछि अहिले हात धुनुपर्छ पर्दैन रे साबुन पानीले धुने कि नधुने तलतिर नखस नि ल यता चाहिँ म टिप्छु है आमामा यहाँ कसरी टिप्ने हो यहाँ यस्तरी कति धेरै हो कति धेरै ल म यस्तो एउटा हालेर समाइदिन्छु यसरी एउटा हाले यता यता मास्टर फाल्न मास्टर फाल्नु त्यहाँ फाल्न त्यहाँ अनि त्यहाँ चाहिँ हाम्रो त्यो शिशिर सरले फाल्छ होइन म यसरी समाइदिन्छु है लाइज ल पालो जान मिल्छ त्यहाँ जान मिल्छ जा त ट्राई गर त तलिहाल तिमीलाई म यसको समाइदिन्छु कि तल लड्छ कि त्यहाँ घोषणा गर्दै टाउको त्यहाँ पुग्छ त मलाई डर लाग्छ कि एउटा हाल्ने गर न यता मास्टर फाल यता फाल कति धेरै आमामा कस्तो गरेर फालेको हो यसरी यता त मोटो सरले पनि मोटो सरले तलतिर सबै भएको मोटो सर यता हाम्रो त्यहाँ मिलेर चाहिँ है त्यो काँडा साँडा घोल्ला है मैले यहाँ समाइदिएको छु है यता कति मेहनती हाम्रो बाबुहरू यता बसन्त सर के गरेर बसेको सबै यहाँ भाइहरूले काम गरिरहेछ यसरी काम गऱ्यो भने चाहिँ भरे पिट्दिने के बसन्तले पनि काम गरिरहेछ नि त यता कति धेरै आमामा यो धाराको वरिपरि चाहिँ यसै धाराको वरिपरि यसरी नफाल्नु पर्ने होइन मोटो सर कति धेरै मैला छ त्यता मास्टर फाल्दा अहिले बसन्त सरले गर्छ चोटपटक लाग्नु भएन है आमामा यति दुःख गरेको छ हाम्रो अहिले हेल्पपछि के गर्न छ एकछिन यो सबै गर न पहिला अनि सरसफाइ गर्ने धर्म हुन्छ नि त होइन हामी सरसफाइ राम्रो सोच्नुपर्छ कि होइन अरूले नराम्रो सोचे पनि हामी राम्रो सोच्नुपर्छ कि होइन एउटै ठाउँमा राख्न यता फाल त्यो काँडाहरू नघट है कान्छ मोटो सर के रहेछ ततिर सरसफाइ अभियान हाम्रो सरसफाइ अभियान है आज के बार अरे हाम्रो आइतबार हाम्रो सरसफाइ अभियान हो कि है यता अब धेरै यता भ्याउनु लाग्छ कि यतातिर अब यतातिर ल ओहो मोटो सरले कति धेरै काम गरेको आमामा नहेर त त्यहाँसम्म जाउँ न हेर त कति दामी ल म भिडियोमा आउँछु नि सबैले माया गर्छ कि सानो भाइ बहिनीलाई यसरी सानैदेखि माथिको ओसार ल यता माथिको ल कति धेरै मैला है तल चाहिँ हाम्रो मोटो सरले तलबाट ल्याउँछ होइन कहिले भ्याएपछि फेरि सबै मजाले अनि हात धो जानु ल
आमामा यसरी यसो धाराको वरिपरि चाहिँ होइन फाल्दै जला जाने क्या कति धेरै हो त हेर त तिमीहरूको यति काम गरेको देख्दा त आमामा तिमीहरूलाई पुरस्कार दिनुपर्छ है पुरस्कार तिमीहरूलाई के पुरस्कार दिँदा ठिक हुन्छ होला त्यो धाराको वरिपरि चाहिँ यसरी स्याम्पू चाउचाउ साउचाउ खाएर यसरी नफाल्नु होला यो सानसानो भाइ बहिनीहरूलाई पनि यति चेतना आइसक्यो कि यो चाहिँ फोहोर हो भन्ने कुरा खाना काम गर्नुपर्छ रिटुल पनि टिप्न होला नि भाइहरूले टिपेछ त हौ यता मोटु सरले कति काम गरेछ तल कुन त मोटु सर काम गर्ने चाहिँ मोटु सर एकदम अगाडि रहेछ भाइ भन्नै नपर्ने के अनि हेर त कति मजाले गरेको भाइ फाल्दे होइन नफाल्न त्यो सबै के भन्नु यता नि टिप न भाइहरू यता टिप न यसरी काम लगाएको चाहिँ होइन कि तर भाइ बहिनीलाई यसरी चेतना चाहिँ ल्याउनुपर्छ यो चाहिँ फोहोर हो भन्ने चिज थाहा भइसकेपछि उनीहरूलाई पनि हुन्छ नि त यति सानो उमेरमै यो चाहिँ फोहोर हो यो चाहिँ जलाउनुपर्छ यो चाहिँ यतातिर हुनुहुन्न भन्ने कुरा थाहा पायो भने कमसेकम तिनीहरूलाई चाहिँ यो संस्कार सिकोस् भनेर हो यता त हेर न कोही यतातिर पनि हेर न भाइ बहिनीहरू ल भ्याएन म त सर तल त तल अझै छ त म त सर त्यो खुट्टातिर हेर त हजुरको खुट्टातिर हेर त त्यो सकेको गर है नसके चाहिँ म गर्छु क्या लास्टमा नसकेदेखि त हाम्रो बसन्त सर छ है त्यो टिप्न बसन्त सर यसो टिप्न हौ सबै टिप्न अनि लास्टमा चाहिँ हात खुट्टा धोएर जानु ल है यस्तो मैलाहरू छोएपछि साबुन पानीले हात धुनुपर्छ है खाना खानु भन्नु पहिला ल फाल्दे त त्यो त सबै त्यो नगर्न बस्नु त्यो म त छ त्यो हात नछो न त्यो फोहोरहरूले तल के छ हेर बोटुल हेर त मोटो सबभन्दा काम गर्ने सानो मान्छे तर धेरै काम गर्ने मान्छे यता हेर त काम गर्ने मान्छे मोटो सर हाई भन न 6 वर्ष पुग्यो यता 5 वर्ष 8 वर्ष यता चाहिँ 11-10 वर्ष अनि 6 वर्ष हो यो त हेर न तिमीहरूको यो काम गरेको देखेर मलाई थाहा छ तिमीहरूलाई त पुरस्कार दिनुपर्छ पुरस्कार भरे तिमीहरूलाई म पुरस्कार दिन्छु है भरे होइन तिमीहरूलाई किताब किनिदिन्छु के कपी किनिदिन्छु तिमीहरूलाई कपी अनि त्यसपछि पेन्सिल किनिदिन्छु पेन्सिल तिमीहरूलाई दिन्छ है हेर त मोटो सरले त यहाँ तलपान गएको कति दुःख गरेको सकेको मात्रै गर है नसके चाहिँ म गर्छु ल यहाँ त सानो भाइले कति काम गरेको यसरी गऱ्यो भने धर्म हुन्छ कि धर्म तिमीहरू लाउरे बन्छ भाइ तिमीहरू त तिमीहरूले राम्रो सोच गरेको छ नि त होइन तिमीहरू ठुलो मान्छे बन्छ भोलि के अरे भोलि रिजु नानीले फेरि यतातिर नानी यता नानी यता चाहिँ किन टिप त हेर त दुःख चाहिँ हाम्रो मोटु सरले गरिरहेको छ होइन दुःखको चाहिँ अनि त्यसमा चाहिँ साथ दिएछ हाम्रो चाहिँ बसन्त सरले उता रिदम सरले चाहिँ उता लाने काम गरेछ यता ऋतु नानीले चाहिँ यता शान्ति सकेको गर्ने थुप्रै छ क्या अब अन्त मोटु सर थुप्रै छ वा अहिले त चिटिक्कै भयो त है यति धेरै फोहोर मोटु सर गना छ नि तलतिर त्यस नफाल्नु हो ऋतु कस्तो के के भयो आज त नसकेदेखि त्यहाँ पाइप नर्त है त्यहाँ पास गर्नु ल भाइलाई पास गर्नु होइन सबै जलाउने सबै जलाउने के सबै जलाउने हेर न हौ के गरेको त्यस्तो नगर्न भाइलाई त्यहाँ लोड छ है त्यहाँ लोड छ है रिदम लोड छ है
ओ नाम नले न हौ ल ल ले न ले 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 न ले यहाँ हामी कम्ती पनि 7-8 घरको 7-8 होइन 10-12 घर हुन्छ त्यो चाहिँ ट्याङ्की छ धारा चाहिँ धेरै टाढाबाट पानी ल्याएको यहाँ चाहिँ जम्मा हुन्छ हामी चाहिँ टोलमा खान्छौँ तर धाराको वरिपरि होइन यसरी चाहिँ नफालिदिँदा राम्रो हुन्थ्यो हामी सबै चाहिँ सचेत बन्छ त्यही भएर आज चाहिँ हाम्रो जम्बो टोली के जम्बो टोली यो मेरो दुईटा छोराहरू यो चाहिँ मेरो भाइको छोराछोरी यति ज्ञानी छ कि यति ज्ञानी चाहिँ यस्तो फोहोर मैला त आफै टिप्न खोज्छ क्या हेर हेर त्यहाँ नचलेर त्यहाँ कसैलाई पनि त्यहाँ उ नहोस् है फोहोरमा यो चाहिँ मोटु सर हो मोटु सर यो चाहिँ बसन्त सर गना ठाउँ त नजानु त अहिले पछि त्यो पछि म गर्छु अब यता यता छेउछेउतिरको होइन ल भयो त्यसो नगर्दा मोटु सर त्यो त्यही हातले त्यो गर्ने त्यही हातले टाउको नक्न न भयो अब यता पनि छ हौ यता पनि यता यता आउन रिदम सर यता आउँदा रिदम सर यता गर ओके ओके यता यस्तो यस्तो पनि ठिक छ रितुले अलि अल्छी भयो क्या रितु उता उता पनि हेर त यता रिदम सरले कति काम गर्छ रिदम सर मोटु सर होइन बसन्त सरले कति काम यता पनि छ ए सर यता हेर्नु सर यता हेर त यता यता किनभने यो संस्कार चाहिँ हामीले संस्कार चाहिँ सानैदेखि सिकायो भने चाहिँ सिक्छ भन्ने हिसाबले यता 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 पनि यता यता ल यता 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 पनि टिप त ल यता पनि टिप है ल भयो अब जलाउने आगो लगाउनु ल हजुर सरसफाइ अभियान हो कि सरसफाइ अभियान कताबाट हो है अहिले पछि छ नि तिमीहरूलाई छ नि यता भयो त सक्दिनँ होला यता पछि गर्ने ल ल हामी अब उतातिर जलाउने काम गरौँ ल पहिला जलायो नि अनि काम भ्याएपछि है त अलिक के भयो लाइटर कोसँग छ जलाउला प्रेसा पक्कै गरायो हामीले है हाम्रो छोराछोरीहरूले हाम्रो सरहरूले है ल आउनु न ल त्यो न ठुलो मान्छेले गर्नुपर्छ कि होइन सानो मान्छेहरूले चाहिँ हेर्नुपर्छ कि है सानो मान्छेहरूले चाहिँ हो कि होइन त्यो पाइप चाहिँ जल्ला है पाइप यति धेरै फोहोर हामीले टिप्यो है यति धेरै फोहोर है वा तिमीहरूलाई यो हुन्छ नि तिमीहरूलाई माउँछ नि अलिक पछि छ नि घर गएपछि तिमीहरूलाई 100 रुपियाँ दिन्छु तिमीहरूलाई त्यो 100 रुपियाँले के गर्ने पेन्सिल किन्ने है जम्मा गरेर राख्नु ल जम्मा गरेर भोलिपर्सि ड्रेस किन्ने ल त्यो मिठाई सिधै खानुहुन्न है हुन्छ आमामा यति धेरै फोहोर हो त्यसरी चाहिँ गर्नुहुन्न है हामी चाहिँ यसलाई चाहिँ अब जलाउँदैछु यता रिदम सर ल तिमीहरूले यो काम छ नि धेरै राम्रो काम गऱ्यो तिमीहरूले म त्यहाँ गएर टिप्न सक्छु होला अब म पनि टिपिदिन्छु है अब म नसके चाहिँ म टिप्छु ल म यहाँ टिप्छु है मलाई यहाँ काँडाले घोला जस्तो छ त हौ यसरी नफालिदिने है यसरी यसरी फालिदिनु ल ल यता ल ल भाइहरू ल ल यसरी अब भाइ बहिनी नसके चाहिँ म टिप्छु किनभने म आफूले पनि टिप्न सक्थेँ तर यिनीहरूले चाहिँ भाइ बहिनीहरूले चाहिँ केही सिकोस् भनेर चाहिँ मैले यसो यिनीहरूलाई यसो गर है भनेर सल्लाह दिएको हो तर काम चाहिँ लगाएको होइन कि होइन यो त अझै रहेछ त हो भाइ कति धेरै हो ल अब हामीले यसलाई चाहिँ मजाले जलाइन्छ ओके भयो ल अलमोस्ट भयो है तलतिर पनि रहेछ त हो तलतिर पनि आमामा यसरी त गर्नु भएन नि चाउचाउ खाएपछि एटलिस्ट घरतिरै लाने कि त भने जम्मा गरेर गरिदियो भने चाहिँ राम्रो हुन्छ यो खानेपानी वरिपरि ल यता चाहिँ भाइ यता चाहिँ ल हामी चाहिँ अब जति पनि छ यसलाई हामी यसरी नष्ट गरिन्छ र त्यसैले यो धारा भनेको खानेपानी हो खानेपानी एरियामा चाहिँ यसरी नफालिदिनु होला कसैले पनि राम्रो काम गरौँ राम्रो सोचौँ भन्ने एउटा सन्देशका साथ आज यता पाइपतिर पनि हेर है अङ्कलहरूको पाइप जल्यो भने मासतिर जानु भएन ल माइ गड त्यो पनि हालिदिनुपर्छ क्या हो ल यति भन्दै अहिले चाहिँ यति नै